ले धेरै आइपिओ भन्नुभयो, तर कहिले पनि परेन। आज म तपाईँलाई एकदमै सरल भाषामा भन्छु। आइपिओ किन पर्दैन र के गरे चान्स धेरै हुन्छ। एकदमै इजी टिप्स, सबैले बुझ्ने। सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा आइपिओ पर्नु भाग्य मात्र होइन, प्रोसेस पनि हो। धेरैजना यी गल्ती गर्छन्। ब्याङ्कमा पैसा कम राख्ने, सिआरएन गलत हुने, अन्तिम दिन सर्भर बिजी हुने, एकजना मात्रको डेमेट प्रयोग गर्ने, एएसबिए अप्लाई गर्दा ब्यालेन्स स्टक नहुने, यी कारणले धेरैको आइपिओ डाइरेक्ट रिजेक्ट हुन्छ। एउटा डेमेटबाट मात्र भर्यो भने सम्भावना कम हुन्छ। घरका सबै सदस्य, बुवा, आमा, दिदी, भाइ सबैबाट विभिन्न एप्लिकेसन हाल्नुहोस्। जति धेरै एप्लिकेसन, त्यति धेरै चान्स। एस्पाबाट पैसा ब्लक हुनुपर्छ। यदि ब्यालेन्स कम छ भने यो एप्लिकेसन क्यान्सल हुन्छ। त्यसैले 10 किता बराबरको पैसा प्लस 100 रुपियाँ हरेक खातामा राख्नुहोस्। आइपिओको अन्तिम दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सर्भर एकदमै स्मुथ हुन्छ। पहिलो दिन वा रातमा धेरै पटक सिस्टम ह्याङ हुन्छ। सिआरएन नम्बर गलत भयो भने आइपिओ 100% रिजेक्ट हुन्छ। एप्लाई गर्नुअघि एक पटक होइन, 2 पटक मिलाएर हेर्नुहोस्। मेरो सेयर लगइन हुने अवस्थामा राख्नुहोस्। पासवर्ड, पिआइएन, फिङ्गरप्रिन्ट सबै रेडी। एप्लिकेसनको बेला लगइन नभए आइपिओ छुट्छ। तपाईले यी सिम्पल टिप्स अपनाउनु भयो भने आइपिओ पर्नुको पोसिबिलिटी धेरै बढ्छ। आइपिओ पर्नु भाग्य मात्र होइन, सही तरिका पनि हो। यसरी नै सरल भाषामा आइपिओ र शेयर मार्केटको जानकारीका लागि च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।